40 रुपैयाँमा सस्तो यो एउटालाई 120 वर्ष त्यो मिलाएर 150 रुपैयाँ रमाइलो भइरह पिरो भइरहेको सबलाई कस्तो भयो Hey guys, good morning. New day with a new vlog. हैन आज चाहिँ म कहाँ जाँदैछु भनेर तपाईले थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला हैन। र धेरै दिनपछि आज भ्लग आउँदैछ च्यानलमा। सो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने एकचोटी सब्स्क्राइब गर्नुस्। र तिहार पनि सकियो फाइनली हैन। अब चाहिँ यसो एक दिन रमाइलो गर्ने भनेर साथीभाइहरुसँग रमाइलो गर्ने भनेर जाँदैछ हैन। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब के कस्तो हुनेछ आजको दिनहरु हैन देखाउने नै छु। आज मलाई के भन्दाखेरि बोल्नै आउन लागेन के धेरै दिनपछि भ्लग बनाएर होला। र अहिले च्यानलमा धेरै भिडियोहरु पनि आउँदैन गाउँतिर हैन। अब शान्तिनो कामहरु भइहाल्छ। सो काम गर्दा गर्दै गाइस आज भने मैले भिडियो बनाउन पाछु। सो भिडियोलाई अन्त्यसम्म हेर्नु होला। र हाम्रो केटाहरु चाहिँ यहाँ छन् हैन सबजना। ल सबजनालाई वेलकम मेरो युट्युब च्यानलमा। ल भ्लग बन्दैछ ल। हाम्रो मासु पनि आइसक्यो हाम्रो। यहाँ चाहिँ सामान हुँदैछ हाम्रो हैन। यस के भन्न चाहनुहुन्छ तपाई? अब मैले वनतिर गएर हुन्छ के हुन्छ पिकनिकतिरै हुन्छ। हामी के भन्न चाहन्छौँ भने वनमा चाहिने खाने मसला सबै हो कि वो के हुन्छ हैन के मसला यार 2 के लागि छ 2 मिनेट खाना ठिक एक और वाली 10 वाली। गाइज हामी चाहिँ लागिसक्यो हैन। अब केटाहरु सबै सामान हातमा बोकेर हिँड्सके। अब उहाँ चाहिँ हाम्रो मेन जेन्जी लिडरले ठुलो सामान बोकेछ। अनि भाइले थालसाल बोकेछ। मैले चाहिँ यो सानो भुजा बोकेर हिँडेको हैन। ल मासु चाहिँ खास मटेरियल चाहिँ उहाँ छ हाम्रो। अनि भाँडाकुँडाहरू सब यो त्यो। आज मलाई बोल्न आइराखेन किनभने मैले धेरै दिनपछि यो मोबाइलको अगाडि बोल्दैछु हैन। अब मिलाएर बुझ्नु होला। हामी चाहिँ टक्क लाएर जाँदैछौँ ऊ त्यहाँ जाने वाला छौँ। गाइस मैले चाहिँ चस्मा लगाइसकेँ हैन। यो चस्मा चाहिँ दुबईको राजकुमारले दिएको। दुबईको राजकुमार एनिमे अपने तेरा बाप यहाँ छोड़कर गया था कि तेरी माँ? हामी चाहिँ अब यता पुग्दैछौँ हैन। जहाँ चाहिँ हाम्रो मेन डेस्टिनेसन हो त्यहाँ पुग्दैछौँ हैन। ल केटाहरूले सबैले सामान समाछन् हातमा हैन। आराम से चल ल हैन। अब हामीले सामानहरु चाहिँ धेरै किनेछौँ हैन। पछि उतै पुगेपछि अब देखाउने छु हैन। के भन्न चाहनुहुन्छ? भन्न चाहन्छु अब रमाइलो भनिन्छ हैन। धेरै पछिको भेटघाट साथीभाइ जमघट भइयो। यहाँबाट चाहिँ हाम्रो गाउँ चाहिँ यस्तो देखिन्छ है त। यताउता रमाइलो छ। घाम लागेको थियो हिजो अस्ति चाहिँ बादल लागेको थियो। त्यति रमाइलो होला जस्तो थिएन। आज चाहिँ टक्क घाम लागेको छ हैन। अब साँझसम्म बस्छौँ चिसो नहुँदासम्म। हामीहरू चाहिँ यहाँ वनभित्र प्रवेश गरिसकेका छौँ। यो ठाउँको नाम के रे भाइ? पातल। अनि पातल पुगिसक्यौँ। यहाँ पातलो जङ्गल छ हैन। जति माथि गयो त्यति अब बाक्लो हुँदै जान्छ। तर हामी बाक्लो जङ्गलमा पुग्नेवाला छैनौँ। यतैतिर हिँड्न लास्टिक गाह्रो भइसक्यो हैन। अब अलि छ अब धेरै छैन। 10 मिनट 15 मिनट छ त्यसपछि हामी पुग्नेवाला छौँ। ल केटाहरु चाहिँ अगाडि गइसक्यो हैन। हामी अहिले बीच जङ्गलमा छौँ। पहिला केटाहरुले उकालो चढाइदिए हैन। अब ओह्रालो बाटो कता लग्दैछन् हैन। हामी चाहिँ पछाडि छौँ 2 जना। यो अलिअलि सामान बोकेर जाँदैछौँ।
होइन उनीहरू चाहिँ अगाडि छन् अब 5 मिनटमा पुग्ने होला पुगिसके अब 2 मिनट लाग्छ अब तपाईँलाई देखाउने नै छु होइन भिडियो अन्तिमसम्म हेर्नु होला फाइनली गाइज हामी चाहिँ यहाँ पुगिसक्यौँ होइन हाम्रो चाहिँ यहाँनिर अब बेस्ट ठाउँ चाहिँ कहाँनिर छ त्यहाँनिर चाहिँ हामी प्रोग्राम बनाउनेछौँ यहाँ त फोहोर पानी रहेछ यार यहाँ चाहिँ बस्नु हुँदैन अलिक टाढा जानुपर्छ होइन यु क्यान सी यहाँ चाहिँ एकदमै रमाइलो छ केटाहरू हाम्रो केटाहरू पुगिसक्यो उता पानीको ट्याङ्की पनि रहेछ होइन हाम्रो सामानहरू आइसक्यो यता अब चाहिँ हाम्रो यो सामान ल्याउँदै थियो हामी चाहिँ ल अब दाउरा साउरा चिन्ने के गर्ने कस्तो गर्ने कहाँनिर बनाउने भन्ने कुरा हुन्छ यहाँ चाहिँ पुरै गोबर छ यार केटाहरू एउटा गीतसँगै अब इन्जोय गर्नुपर्छ केटाहरू इन्जोय अब दाउरा खोज्नु पर्यो बसिराख भाइ त्यहीँ बसिराख अब हामी यसो जङ्गलतिर जान्छौँ कतै बाघसाग देखेला केटाहरू होइन मलाई चाहिँ डर लाग्छ र हामीसँग हतियार छ होइन बाघसाग देख्यो भने त्यति मतलब हुनेवाला छैन अलिक ठुलो खोजौँ न ठुलो ए आलोन ए सुकेको काट भाइ काट ल सुकेको छ है राम्रोसँग अलि ल मजाले काट्दैछन् केटाहरू होइन म चाहिँ बोक्नेवाला मात्रै हो काटौँ ए भाइ भाँचेला हामी पनि खेलाउनु त हामी पनि खेल्न अब ल ए भाइ भाँच्ची रे भारी चाहिँ यार होइन चारजना किन झुनिए अरे मलाई चाहिँ डर लाग्यो है गाई पिङ खेल्ने कार्यक्रम भइरहेको यो अर्ग्यानिक पिङ हो यो अर्ग्यानिक पिङ नेचुरल भन्छ नि कसैले बनाएको होइन यो आफै आप चाहिँ आप भएको अब हाम्रो दाउरा चाहिँ भइसक्यो कहाँ दाउरा खै केटा हो ल छिटो गरम मैले दाउरा भेट्टाइराखेन भाइलाई भन्ने थियो अलि उता जानु पऱ्यो होइन दाउरा चाहिँ जङ्गलमा भनेपछि यस्तो दाउरा मात्रै छ कि अलिअलि सानो छ अब यही पनि काम चलाउनु पऱ्यो होइन यहाँनिर राखौँ पहिला आयो त्यसपछि लगाउँला होइन सानो लग्नुपर्छ कि अब ठुलो दाउरा खोज्यो भने पाइँदैन भएन यार यस्तो अलिअलि एउटा हेर्नुपर्छ होइन धेरै हेऱ्यो भने त पाइँदैन सबै दाउराहरू सकाइदियो यहाँ गाउँको मान्छेहरूले ल दाउरा चाहिँ हुन्छ होला अब हाम्रो होइन अब अरू कुराहरू हेर्नु पऱ्यो केटा हो छिटो गरिहालौँ केटाहरू चाहिँ उहाँ आगो बाल्ने तयारीमा छन् चुलो बनाउँदैछन् यति दाउरा भइसक्यो कसको चस्मा अरे चस्मा जापानको राष्ट्रपतिको अरू कुराहरू भइसक्यो होइन अब हामीले पानी हेर्नुपर्ने हुन्छ यहाँ चाहिँ पानीको ट्याङ्की रहेछ होइन ल त्यहाँबाट निकाले पनि हुन्छ मोबाइल खस्न सक्छ यहाँनिर सानो रहेछ यार पानी ठिकै हुन्छ ल के हो त्यो भित्र जाली उ लाग्यो के गाउ
यहाँबाट चाहिँ अब हामी लिनेवाला छौँ यहाँबाट भर्ने हो पानी चाहिँ नजिकै छ होइन ग्राउन्ड पनि योभन्दा ग्राउन्ड चाहिँ तल छ अब केटाहरू चाहिँ यहाँ लोकल स्टाइलमा चाहिँ भान्सा बनाउँदैछन् चुलो बनाउँदैछन् होइन मेन मान्छे यिनै हुन् आजको ल हाम्रो पसल थापिसक्यो यहाँ ल केटाहरू केही सामान किन यो कतिको हो ल रुपियाँको जम्मा त्यो 40 रुपियाँमा सस्तो यो एउटालाई 120 वर्ष त्यो मिलाएर 150 रुपियाँ मिलाएर 150 120 को सामान 150 मा पाउँछ यहाँ यो कतिको 135 को 160 मा पाउँछ 5 को नमकिन 10 मा 15 को छ त 25 मा यो आधा केजी छ यो अब 25 रुपैयाँ 5 को 10 मा 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 आउनुस् ल 5 को 10 मा 50 रुपैयाँ के दिनु पर्यो बाबु के यो कतिको आउँछ यो 5 को 10 मा हो यो पनि 5 को 10 मा 1 2 3 4 5 6 7 8 9 10 100 रुपैयाँ भयो बाबु यो 5 को 10 मा 50 को 100 रुपैयाँ 50 को 100 रुपैयाँ भयो किन्नै महँगो भयो ए भगा यो पसललाई भगा महँगो भयो लास्टै महँगो भयो अब हाम्रो खानेकुरा बिहानको खानेकुरा चाहिँ हुँदैछ हाम्रो भाइले रेडी गर्दैछ होइन के छ भाइ यहाँ यो यसो भनिदिनु पर्यो एकछिन के छ अब थाहा हुन्छ अलिक चाउचाउ पनि हाल्यो यो खुर्सानी पनि काटेर हाल्यो अलिक 1-2 वटा खुर्सानी हाल्यो बढी लाग्यो मिक्स मसला हामीसँग छ यहाँ लिची पिउनुहोस् इनर्जी पाउनुहोस् भन्छन् नि अहिले प्रचार विज्ञापनहरूमा 1 2 3 4 5 6 7 8 9 10 11 12 यो चाहिँ 2-2टा हुनेवाला छ हामीलाई अनि हामीसँग यो अरू प्याजहरू छ अनि यो के हो यो TWINKLE चोखोपन शाहरुख खान वाला जाओस् वाह अर्को नमकिन सब हालिदिने छै राख एक-एकवटा और सब हालिदियो 1 2 3 4 5 6 हाल्यो 4वटा निकाल ल खुर्सानी काटिँदै भतिजको उतारमा चटपट गाइस हाम्रो चटपट रेडी भइसक्यो टुल्लु बेबीको चटपट रेडी भइसक्यो हेर्दाखेरि चाहिँ एकदमै बवाल छ होइन हामीले धेरै कुरा हाले हो नि त यसमा अब हुनै पर्यो त्यतिको त होइन भाइ ग्रुप होइन खाए ल बायातले भयो यार बायातले खानु हुँदैन मैले ल बायाले खानु हुँदैन मैले नै सबैले हामी खाँदैछु चटपट हुँदैछ झटपट हामी खाँदैछौँ चटपट यो चटपट धेरै पिरो छैन बबाल छैन मसला सबै मिल्या एकदम धेरै पिरो पनि छैन धेरै नुनिलो छैन सबै बोकाहरू छन् तर नुन खाँदैन रमाइलो भइरहेको पिरो भइसक्यो सबलाई पसिना आइगयो यहाँ अहिले खुर्सानी धेरै छैन फाइनल्ली हामीले खाइसक्यौँ सबै थोरै मात्रै छ खुर्सानी आउन लाग्छ कि हातमा यसरी हेरेर खानुपर्ने स्थिति छ तर म त खाइदिन्छु मलाई मतलब मलाई खासै पिरो भएन पिरो भयो ल पानी लिएर पानी लिएर आउनु पानी बाल्टीमै डबल बेला भाइ कहाँ फोहोर आउने हो
पिरो अब पिरोमा पिरो खानु पानी खाएर खाऊँ खाने बुदु त्यति त लागेन के तर चा खाए बेला जिबाट पोलिया थियो त्यो लागि बढी जान 2 महिना काठा लाया बोर गयो बोर गई बना यहाँ तो भाई आज करो आप आया मजा बेटी नहीं कोकाए प्यार नहीं टोकाए दिल लगा सही जगह एक और मौका है और इसकी आया अपने लिए लड़े तो हम बुरे हो गए अपने लिए लड़े तो हम बुरे हो गए या तो नींद पूरी हो गई या तो बाप पूरी हो गई सच बताना कौन है गरीब का सहारा 10,000 बढ़ाना आपकी तो नहीं है भाई लोगों में जिगर नहीं है तो लाले बंगलों में जिगर नहीं है अंधेरे में लालापन बनके घूमे रोश में एक नजर फिर खून गजर क्या बोलती कंपनी कमाए रे बचपनी इनको लग रहे सारे बंदे अगले लग रहे बचपनी अपन सभी मत कर आई बाबू पट्टा 37,70,17,050 खाना छोड़ दे बर्तन पायल मटन क्या बोलती रतन अन बोलेगी नहीं इधर खड़ाओ इधर भी जा लेकिन इधर मत बना बीच में नहीं लेना है पसमूल में बता उसमें सब सोच में बंडा के कोच में अंधेरे में खत्म इनको लग रहे सारे बंदे अगले अलि नुन भएन यार ठीक छ ल 12:30 बजे ल गाइस हाम्रो चाहिँ त्यहाँ चल्दैछ होइन कामहरू अब के खानेकुराहरू पाक्दैछ हामी चाहिँ यसो यताउता घुमिरहेछौँ यहाँ सिन देख्न सक्नुहुनेछ एकदमै रमाइलो छैन एकजना कटिङ गर्दैछ हामी चाहिँ यहाँ यो के भन्छ यसलाई घोडे जात्रा घोडे जात्रा म फिर्छु भाइ ल फिर्दै हुनुहुन्छ उहाँ 0.6 छैन दर्शकबिन यो त्यो राख्दै 3-2 यो पनि 3-2 खिदियो भने रद्दी तास रहेछ एनै हुनु पिपी पर्दैन हैन न के बाड्नु हो सिधा मैले गाइदिन्छु यो उलाउँथे यार यो गल्ले हो नि त यसो गर बाड्नै हातमा दिने हात भयो दाइ बन्नु नर्दियो हातमा बाड्नु यहाँ ल रोग बाड्नु हात यसो भने पाँचजना छ हैन भाइ भुङ्गेन रा कति गलौँ न राख त्यहाँ कुसितार मने त दुई आयो कि विचार गर्दियो के देख्न सक्नुहुन्छ गाइस अब मासु पाक्दैछ हैन केटाहरु चाहिँ पसिना पसिना भएर पुरै धुवाले काट्दैछन् उहाँ चाहिँ अलि काट्दैछ हामीसँग छ कति केजी अरे त्यही 6-3-4 केजी मासु छ 6 जना छौं हामी टन्न हुन्छ कि हामी खानै सक्दैन यति नफ हुन्छ नि भाइ चाहिँ उहाँ तास खेल्दैछ तास खेलाउँछु कोही देख्दैन देख्यो नि के हुन्छ पैसासँग खेले हैन हामीले टाइम पासको लागि लिएको हो तास सास जे पनि खेल्न पाइयो कि केटाहरु यहाँ
यहाँ चाहिँ बन्दैछ होइन मेरो भने काम आज भिडियो बनाउने मात्रै छ के काम गरिरहेछन् हाम्रो खानेकुराहरू थोरै छ बाँकी अझ यहाँ भुजा छ अलि नम्किन छ अनि लिची छ सो केटाहरू सबै काम गरिरहन् अहिले अलि गर्मी होला जस्तो छ अब एकछिनमा खोल्नेवाला जस्तो छ ल ठिक छ यहाँ चाहिँ मासु पनि रेडी के हुनु यस्तै छ रमाइलो भइरहेको सकिन्छ त आधा केजी मासु आधा केजी होइन 1 केजी भए पनि हान्ने हो हामी होइन हान्दिने हो हान्ने हो डर्ने होइन के गर्मी भयो यार यार निकालियो इति राख मलतिर आछ तलतिर आछ इति राख इ मलतिर आउने तलतिर आछ इसोले यहाँ सुमाउनु हो तलतिर गर्मी भयो यहाँ राख्यो जुत्ता खोलिदिए इ सोध्नु भयो यहाँ राख्यो उता मासु बनाउँदैछन् होइन तलतिर छाड्ने के तान यही हातले मलतिर आछ बिया तलतिर छाड्दै यही मान्छे हो मासु बनाउने चाहिँ यस्तै जङ्गलमा भेटिरहेको थिएँ यहाँ के गुलाम समय आयो भति समय सकि नसकी बनाउँदैछन् ल ब्रो बस त जिजी ल्याउन यहाँ उहाँ चाहिँ अब रेडी हुनुभयो मोबाइल लिएर मलाई चाहिँ आगो निमेको अवस्था पाइन्छ नि यार त्यो क्या रे अब तेरी तनाव भोत यार लास्टै तनाव भोत यार तनाव भोत तेरी तपाईँ आगो एकजना भान्सामा बस्नुपर्छ अलिअलि हुन लाग्यो होइन त्यो भने खै के भयो हामी चाहिँ जुवामा जुट्यौँ हाम्रो खानेकुरा चाहिँ यहाँ के हुँदैछ मैले चाहिँ गर्मी भएर जुत्ता र त्यो टी सर्ट चाहिँ खोलिसकेँ होइन त्यो बसिरहेको छु अहिले ल केटा हौ छिटो आगो बालम पानी त छैन होइन त्यहाँ गानु लाग्दा आगे तपाईँ हो दाइ यार त्यो ठुलो कहाँ ल्यो है त हाल बक हुँदैन त यार के गर्नु यार हुँदैन ल केटा हो तास खेलौँ रमाइलो गरौँ भुजा छ हामीसँग ल सबैजना रेडी छन् खानलाई कस्तो छ भुजी बहादुर टक्कसँग केटाहरू सबैलाई खाना जन्मेका खाऊ नेपाली हो एक भिडियो बनाएछु ल भाइ अर्ग्यानिक तरिकाले खाइरह होइन ल त्यही नै हो गाइस अब के भन्नु छ र एकदम गरम रमाइलो हुँदैछ होइन त म पनि सुरु ल सब इन्टरभ्यू लिने म काम पऱ्यो चम्चाले राखेन हामीले हालले पनि अर्ग्यानिक तरिकाले खाना बनाइराखेन स्टोरेज कति हो 128 सबै दिएको छ भाइरल भइदियो भने मैले